few moments later. Hello and namaste everyone. Welcome back to my another new day, new vlog मा स्वागत छ फेरि पनि। र आज भने चाहिँ म भर्खर भ्लग स्टार्ट गरेर अब बाहिर निस्किन लागेको पनि म बाहिर निस्किनु पर्ने हुन्छ र यतातिर हाम्रो भाइ बसिरहेको रहेछ नाङ्गे यसो जिस्काइदिनु हैन। लेट्स गो। ओए कट्टी लाउनु पर्दैन तैँले तर कट्टी लाउनु पर्दैन गोरु ए हाम्रो भाइ नाङ्गे बसेको हेर्न या हाम्रो भाइ नाङ्गे बसेको हेर्न यस्तो लजाउँछ नि हाम्रो भाइ आमा कति लजाउँछ क्या लजाउनु त एक नम्बरको यत्रो सानो बच्चालाई के लाज लाग्यो भने बुढीमा आउनु आमा उसमा प्याटी हो फेरि होइन त्यही नै हो। अब भन्छ म निस्किनु पर्ने हुन्छ बाहिर भर्खर उठेको भन्दा नि आज दिउँसो कति 4 बजे 4:30 भइसक्यो 4:30 बजे भ्लग स्टार्ट गरेको भने अब भन्छ म बाहिर निस्किन्छु अब एकछिनमा। लेट्स गो अन द राइट। सो अब भन्छ म फ्लोटिङ जान्छु है अङ्कल ए हाम्रो चन्द्रबान कस्तो ह्यान्डसम देखेको अनि ह्यान्डसम हो नि भर्खर आज ट्रिटमेन्ट पनि गरेर जस्तो लाग्यो अनुहार है चन्द्र होइन। सो अब भन्छ म फ्लोटिङ जान पर्ने हुन्छ भने फ्लोटिङतिर जान्छु। ओ माइजू हाम्रो माइजू हेर्न सक्नुहुन्छ कति राम्रो भएर बस्छ के बोल्छ अनि चन्द्र के छ त नानु खबर फिल्म हेर्न जाऊँ न चन्द्र एक दिन। सो मम बाई बाई म गएँ नजाने टेर्नी भयो अब जान्छु त भन्नु पऱ्यो एकछिन होइन अब हुन्छ जानुपर्ने हुन्छ म जान्छु हिँड्छु अब फ्लोटिङै भेट्छु अब मेरो साथीलाई भेटिस मात्र भेट्छु तपाईँहरूलाई पनि म बाटोमा चाहिँ मान्छेहरू भएको कारणले मैले भ्लग गर्न पाइनँ होइन मलाई चाहिँ लाज लाग्छ क्या अलिकति आफ्नो टोलमा चाहिँ अरू ठाउँ चाहिँ केही जस्तो लाग्दैन आफ्नो टोलमा चाहिँ मान्छे लाग्छ कि त्यस्तै मान्छे बस्छन् त्यहाँ गएर लाज लाग्ने भएको कारणले गर्दा चाहिँ त्यहाँ बोल्नै मन लाउँदैन किनभने बोल्नै आउँदैन त्यहाँ कन्फिडेन्टै आउन क्या फेरि एउटा पनि अनि त्यो सो हजुरहरूले देख्नु नै भयो होला भाँडाको ढोलिँदैन बाटो यही नै हो मैले अरू खोक्रो थम्मेल पनि हुन्छ। सो अब चाहिँ म साथीलाई त्यहाँ गएर कुर्न पर्ने हुन्छ साथी चाहिँ यता माथितिरबाट आउने हो यता माथितिरबाट यो घर ठुलो घरभन्दा अलिक पछाडिबाट आउने हो अनि म चाहिँ यताबाट टक्क अब यताबाट जान पर्ने हुन्छ। त्यसको अब आज चाहिँ मैले वार्मअपसँग गर्नुपर्ने हुन्छ। सो कति राम्रो केटी हो यताबाट त आम्मा खायो मार्केट कौन है ये ऐसा लड़की देख रहे हो ना पीछे तो देखो बाबु भैया। फेरि पनि भन्नुपर्दा फेरि पनि बहिनीले डिस्टर्ब गरिदियो त्यता तल पुगे नि बहिनी फेरि पनि बहिनीले डिस्टर्ब गरिसकेको छ भने अब हुन्छ म कसैलाई डराउँदिनँ मेरो टोल होइन यो किनकि अब अर्काको टोल आइसक्यो अब हुन्छ म सिधा आफ्नो गन्तव्यतिर लाग्छु। अनि यस्तै छ आज यस्तो भ्युज कम भएको छ सब्सक्राइब गर्नु पऱ्यो छिटो नै हामीले 1K सब्सक्राइबरमा सेलिब्रेसन गर्छौँ भने 1K सेलिब्रेसनको लागि तयारी छौँ। अब सब्सक्राइब चाहिँ गरिराख्नु पऱ्यो लाइक सेयर सब्सक्राइब गर्दै गर्नु होला र भन्दै च्यानललाई अलि बढी सपोर्ट गर्नु पऱ्यो हाम्रो होइन तपाईँ सबैजनाले लाइक सेयर सब्सक्राइब चाहिँ दबाएर गर्नु होला। अनि हामी छिटै नै 1K सेलिब्रेसन गर्छौँ भने होइन आज चाहिँ अब म काममा गएको थिइनँ काममा नगएको कारणले त्यही भएर अनि यतातिर यस्तो डुल्न गइदिउँ घर मात्र कति सुतिराख्ने भनेर यसम्म लिमिट 30 बिस्तारै हाँक्नुहोस् ड्राइभिङ स्लो सावधान यो राख्छ। सो तपाईँहरू घरतिर राख्छ राख्दैन कमेन्ट गर्नु होला त्यस्तो यही बानी चाहिँ ठिक लाग्दैन केटाहरूको अब कति बेला यहीँ माथि हो घर भने यहीँ माथि हो यहीँ माथि हो म वहाँबाट आइसकेँ यत्रो बाटो हिँडेर यहाँ दाइको पसल आज बन्द सोमबार भएको कारणले म यत्रो बाटो आइसकेँ केटाहरू आएँ मलाई भन्नै पर्दैन केटाहरूले यत्रो बेर भइसक्यो अब कति मिनट पुऱ्याउने हो टाइम हेरेर बस्छु। ओ ढाडो चोर त्यो चोर मासला त्यो भर्खर मासला लुखुर एउटा आयो देख्नुहुन्छ यहाँ देख्न सक्नुहुन्छ भर्खर आइरहेको हेर्न पोज दिँदै आइरहेको छ टाढैबाट मुला म कुरेको 15 मिनट भयो मुला मुला को दाइछ तेरो दाइछ होइन कति गोर देखेँ आमा कपाल अनि कपाल काटे जस्तै लाग्छ त अझै अनि कहिलेको स्टोरी हो त त्यो कता उता केटाहरू पनि आइरहेको त को खै केटाहरू खाएको 2 जना केटा तपाईँ देखिहाल्छ कि पछाडिबाट
दाइले चाहिँ इन्कार गर्न तर देखाउँदिन दाइ दाइको मुखमा ब्लर हालिदिन्छु दाइ त भयो केटाहरू कस्तो ह्यान्डसम ह्यान्डसम आएर मेरो मलाई छ्या म मात्र कि नराम्रो म क्यामेरा दाइ उसै खानेको लेन्स 50 mm छ 50 mm ले नाक मात्र देखाउने कि को तेरो चाहिँ को पर्ने र त भनेर बोले जस्तो ए भाइ हो ए तेरि को भेटी यार तपाईलाई त मैले कत्रो चिनाएँ कत्रो फेरि म यत्रो यो कुरा चाहिँ कहिल्यै बिर्सिनु भएन तपाईले कहिल्यै बिर्सिनु नि कुरा अनि अस्ति को त बुढा हो बिहा गरे नि तपाईँले अस्ति बिहा गरेर भने होइन अनि अस्ति त बिहा गर्यो नि त्यसै ढाँड्दियो यार मलाई भर्खर स्विट 16 भन्ने नाटक पारेर मान्छे त 25-30 वर्ष पुगिसक्यो जाम के देखायो र के देखायो र किन चिन्छ अनि साथी कति ह्यान्डसम भएको मलाई सिकाइदिएन म ठुलो कुरा यस्तो ह्यान्डसममा नेपालको यस्तै गरे नेपाल खाइदिन्छु मैले दिन्छ त केटाले राम्रै साथीलाई हेर्ने नाक हेर नाक हो नाक एकछिन नाप्दिनु खै साथी एकछिन खै एकछिन के एकछिन नाप्छु मात्रै खै हेर न केटा नाकै कत्रो आम नाकै लामो के मेरो साथीको अनि साथी कस्तो भयो नि एक्जाम 3टा 2टा घर मात्र भयो क्या हिजो नि आज बिदा छैन भोलि के गरे सोसल गएन मलाई थाहा छैन एक्जाम के छ भनेर सोसल भन्दै खै मलाई दिलमा आले अनि अनि यतातिर यो खेत सबै हाम्रो हो भने देख्न सक्नुहुन्छ यो सबै हाम्रो खेत हो गफ चाहिँ अलि धेरै बस्छ ला साथी धेरै गफ नआएन फेरि भ्युअर्सहरूलाई लाइक शेयर सब्सक्राइब गरिदिनु भन्नु त ए बल सुदीपको च्यानल के हाल्दैन सुदीपलाई लाइक शेयर सब्सक्राइब गर्नु भन्नु त टक्क लाएर हैन पार्टी खानु पर्छ मैले भन्दै थिएँ 1K च्यालेन्ज तपाईले अहिले भन्दै छ 100 यसको मुखमा दुध र भात गाइस हैन 1K सब्स्क्राइबर पुगोस् छिटै भन्छु हैन सेलिब्रेसन गर्नु चाहिँ तरमा गएर पार्टी गर्नु पर्छ टक्क तरमा गएर 1K सेलिब्रेसन गर्नु पर्छ केक काटेर सो अब चाहिँ 1K सेलिब्रेसनको लागि हामी छिट्टै नै आतुर छौँ भने छिटो लाइक शेयर सब्सक्राइब दबाएर गरिदिनु होला भन्दै अब हाम्रो गन्तव्य आइसकेको छ र यति भन्दै हामी पनि अब आफ्नो गन्तव्यमा पुगेर भेट्ने छौँ भने अहिलेलाई बाई फेरि भाइले दियो यता फेरि सिकाइरह ल हेलो ओए के गरे साथी ए म त नाच्छ होला भने त नाच्ने भाइ ए झन्डै च्याप फुट्ला साथी जाम च्याप फुटाउला फेरि छिटो होइन नाच्छ भनेर मुला अझै नाच्छ भने तपाईँ पहिला अनि नाच्छु भनेर अझै मलाई टेक दिने माथि मान्छेको बिल्ला हान्ने नि मेरो बिल्ला भइरहन सो अब भने चाहिँ हाम्रो यो वडा कार्य देख्न सक्नुहुन्छ फ्रीको कन्डम चाहिन्छ अहिले न अनि त्यही भन्दै अब भने चाहिँ हामी आफ्नो प्लोटिङतिर आइसकेका छौँ बेच्दिएको हौँ अब भने चाहिँ हामीले यो फेरि किन्छौँ होइन यहाँ हेर त्यही नै हो उताबाट अब लड्की लिएर गइसक्यो हामी भने चाहिँ हेरेको हेरे सधैँ के गर्ने यस्तै छ होइन त्यही नै हो अब हाम्रो यो दौडिने ठाउँ म यहाँ यत्रो हुँदाखेरि एउटा आउनु थालेको होइन अनि हामी चाहिँ उता देख्न सक्नुहुन्छ उता यो टक्कै यो बाँझहरू देख्यौँ भने यहाँ चाहिँ हामी पौडी जान्थ्यौँ कि पहिला त्यो लास्ट धुवा बोल्यो नि धुवातिर त्यतातिर चाहिँ हामी पौडी जान्थ्यौँ पहिला अनि आज त्यही ठाउँमा आउँदैछु धेरै पछि आफ्टर 6 मन्थ पछि होला है अझै बढी भयो क्या म त 1 इयरै हुन्ला सायद अब त्यो एक्जाम बिएससीको एक्जाम वन्स 1 इयर पछि नै हो 1 इयर हुन्ला अब 9 गतेले 1 इयरै हुन्छ बुझ्ने अब 9 गतेले 1 इयरै हुन्छ सायद वैशाखको अनि त्यही भएर 1 इयर पछि म आफ्टर 1 इयर पछि यहाँ आउँदैछु होइन
सो आज कस्तो हुन्छ हेरौँला है त साथीको वार्मअप पनि हेर्छौँ को हाम्रो त्यो उस पनि आयो क्या विजय को मोटे यसो हाम्रो साथीलाई पनि भेट भइसकेको छ अस्ति के गरेर मैले टिकटकमा रिसा बिचरा मसँग अब भन्छ हाम्रो साथीको नि ज्यान घट्ने भइसकेको छ है साथी यता हेर्दैन एकचोटि सो हामी पनि चाहिँ अहिले फर्किसकेको छौँ भने साथीले रनिङ हान्यो दाइले पनि रनिङ हान्यो म भन्छु ल अब फर्किसकेको छु अब चाहिँ हामी घरतिर जानुपर्ने हुन्छ भने साथी कति राउन्ड हानेर भन्दै मैले भन्छ होइन 2 राउन्ड 15-20 राउन्ड गफ त फेरि मजाले दियो त साथीले त तब 5 राउन्ड भन् होइन 20 राउन्ड भनौँ न सो अब चाहिँ हामी यतातिर घर तरकारी किनेर घर जानु पर्ने हुन्छ भने घर के खाने चिया आउँछ जस्तै घर ल दुधै थाक्यो है भैँसी थाक्यो साथी कालो चिया हुन्छ कालो चिया त खान्न भयो लेमन टी खुवाउँछस् लेमन लिएर आइज न म साला उसको घर जानु मलाई पो लेमन टी ल्याएर किन हाँस्नु भयो त मेरो घर हिँड्नु तल लेमन टी खुवाउँछु मेरो घर नि सुकाएको त छैन सुकालेर पनि खुवाउँछु बुझिस् नि यतिसँगको तिल छ मेरो हो क्या गफ त गरे सो अब भन्छ हामी फर्केर हाम्रो घर अब त्यही हो 20-25 मिनट जति लाग्यो हामीलाई घर पुग्न यता हाम्रो साथी गएर यता देख्न सक्नुहुन्छ मभन्दा उहो गरे यस्तै देखाइदिएन भइसक्यो देखाइदिएन फिजिकल देखाइदिएन ल फ्यानहरू ढल्यो भने ओए सो आजको लागि चाहिँ यति नै भन्दै यस्तो धन्यवाद आज भिडियो पनि लामो भएको कारणले दुःख कष्ट नगर्नु होला त्यही नै भन्दै यस्तो नमस्ते